ल है लु सबै भयो हो गाडी पनि बन्यो तपाईँहरूलाई देखाइदिन्छु है के कुरा चाहिँ बन्नेछ अहिले त अब मखन भइगयो नि हो अन्त यसको बिग्रेको चाहिँ के रहेछ भन्दाखेरि यो सानो कुरा हेर्नु त कति कति फिटको छ कति इन्ची यत्रो कुराले गर्दा गाडी डल्लै नै चाम्रो भयो हो यो अहिले त यहाँ त पङ्खाबारीको उकालो त मखन अहिले अब कति 8 बज्न लाग्यो होला 8:17 भएछ अब पङ्खाबारीको उकालो ढुक्कै जानु है फिल गर्दैछ यति यो मोटरले गर्दाखेरि चाहिँ त्यस्तो हुँदो रहेछ है साथीभाइ हो यो सानो मोटर हेर्नुहोस् त के छ होला बढी मोटर हुँदो रहेछ यतिले गर्दा नै त्यस्तो